नमस्ते मित्रहरू। हामीले देख्न सक्छौँ है, हाम्रो बगानमा भएका किवी फल चाहिँ दिन प्रतिदिन यसलाई चाहिँ टिप्ने दिन चाहिँ नजिकिँदैछ। सो फल लागेको 150 देखि 180 दिनको हाराहारीमा चाहिँ हामीले फल टिप्नुपर्छ। तर उच्च पहाडी भेग जस्तो 2200-2500 मिटरमा फलेका किवीहरू चाहिँ लगभग 20-22 दिन बढेर यो 200 दिनको हाराहारीमा चाहिँ यसलाई चाहिँ हामीले टिप्ने गर्दछौँ है। सो किवी फल टिप्नुभन्दा अगाडि एकदम महत्त्वपूर्ण हामीले ध्यान दिनुपर्ने कुरा के हो भने यी फलमा चाहिँ सुगरको चिनीको मात्रा कति छ भनेर चाहिँ हामीले एकदम याद गर्नुपर्छ। त्यसको लागि चाहिँ हामीले मापन गर्नुपर्दछ। सो किवी टिप्ने बेलामा चाहिँ 6 देखि 7% चाहिँ यसको चाहिँ के हुन्छ त चिनीको मात्रा चाहिँ हुनुपर्दछ। त्यो बेलामा टिपेको किवीको चाहिँ स्वाद पनि एकदम असली स्वाद जुन किवीमा हुनुपर्ने, नेपाली किवीमा हुनुपर्ने ती स्वादहरू भेटिन्छन्। हामी किवी किसानहरूले किवी टिप्दाखेरि 6 देखि 7%का किवी मात्रै टिपेर चाहिँ बजारमा पठाउनुपर्छ, जसले गर्दाखेरि चाहिँ उपभोक्ताले भनेको जस्तो स्वादहरू पाउनुहुन्छ र सँगसँगै टिप्ने समय पनि कार्तिकको 15 देखि 20को हाराहारीमा टिपेका किवीहरू चाहिँ एकदम स्वादिलो र एकदमै मिठो हुन्छ भनौँ न। सो हामीले हाम्रो यी बगानमा भएका किवीहरू चाहिँ देख्न यो हेवाड जातको हो, जुन चाहिँ आज 137 दिन भयो फल लागेको। मोन्टीको चाहिँ 143-44 दिन भएको छ भने एलिसनको चाहिँ लगभग 152-53 दिनहरू भएका छन् होइन। उपभोक्ताले पनि बजारमा नेपाली किवी तपाईँहरूले किनेर खाँदाखेरि चाहिँ कार्तिकको 15, 20, 22बाट बजारमा निस्केका किवीहरू मात्रै तपाईँहरूले खानुहोला, जसले गर्दाखेरि चाहिँ तपाईँहरूले भनेको जस्तो स्वाद पाउनुहुनेछ है। र हाम्रो बगानमा भएका किवीमा चाहिँ चिनीको मात्रा कति छ भनेर चाहिँ यस भिडियोको अन्तिममा तपाईँहरू समक्ष हामीले राखिदिनेछौँ। धन्यवाद।